हेलो साथीहरु है, हामी चाहिँ बुढा सुब्बा मन्दिरको दर्शन गरेर आइसकेका छौं। यहाँ चाहिँ विशेष के रहेछ भनेपछि मगर पुजारी हुनुहुने रहेछ है, खुसी लाग्यो। हाम्रो पुर्खाहरु चाहिँ पश्चिमबाट शिकार खेल्दै आउँदाखेरि चाहिँ यहाँ आएर खतरै शिकार खेलेको भएर चाहिँ पद विद्याको भएर चाहिँ बुढा सुब्बा भनेको रे। यस यहाँको पुजारीले राम्रै तरिकाले बताउनु भयो। त्यही हो गाइस है, मजाले दर्शन गर्यौं, हामी दर्शन गर्यौं। अनि अब यसो फोटो खिचेर हामी निक्लिन्छौँ माथि भेटेटारको लागि। सबले हेरेर माया गरिदिनु होला है त। यो रहेछ है, यो चाहिँ हाम्रो बुढा सुब्बाको मेन मन्दिर। अनि यता चाहिँ माथि घाटको रहेछ। अनि यहाँ तल चाहिँ धागो बान्नु पर्ने रहेछ हैन। जस मनले सोचेको कुरो चाहिँ आज पुरा भयो। आफूले जे सोचेको छ त्यो चाहिँ पुरा भयो है गाइस। त्यही हो, अब चाहिँ हामी भेटेटार निक्लिन्छौँ घुम्नलाई। त्यही गर्दै होला हैन सुन। ल ठिक छ, ल यसरी हामीले चाहिँ पछाडि चाहिँ धागो सागो सबै बाँधिसक्यौँ हैन। त्यहाँदेखि टक्क मन्दिर दर्शन गरेर त्यस अब चाहिँ हामी निक्लिनेछौँ माथि धनकुटा भेटेटारको लागि है त। दामी छ लगाइछ। त्यही हो, सबले माया गरिदिनु, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। हो गाइज है, यो चाहिँ धरानको बिहानी पखको भ्यू है त। यो चाहिँ बिहान पख चाहिँ यस्तो देखिरहेको चाहिँ माथि हाइटमा आयो भने चाहिँ यो चाहिँ धरान सहर हो है। यो बवाल रहेछ, ल खतरा रहेछ। यहाँको भ्यू हो यो, यस्तो छ है। यस राम्रो रहेछ, यो सोचे भन्दा ठिकै रहेछ। यस यस्तो छ, यो चाहिँ धरान है त। ल हेलो गाइज है त, हामी धरान बजार घुमिसकेर चाहिँ अब हामी माथि भेटेटार घुम्न जाँदैछौँ। यो चाहिँ भेटेटार जाने बाटो, भेटेटार धनकुटा जाने बाटो। अनि हामी चाहिँ मस्त पारामा जाँदैछौँ है। यहाँबाट 40-45 मिनट लाग्छ भनेको छ। हेरौँ गाइज है त, अब के हुन्छ बाटोमा। हामी एकदम फुल इन्जोय गर्दैछौँ है त। ल ल गाइज हामी फाइनली भेटेटार आइसकेका छौँ है। यो भेटेटार खासै त्यस्तो उता रहेन रहेछ, भ्यू पोइन्ट जस्तो रहेछ। तर तल कुहिरो लाएर चाहिँ केही नदेखिँदो रहेछ। हामी चाहिँ यता माथितिर छौँ हैन। यस्तो मेरो ब्याकग्राउन्डको चाहिँ यस्तो छ, यो भेटेटारको पोइन्ट है त। जताकतै हरियाली हैन। उ त्यो पारीको त्यो मोटरबाट आएको चाहिँ बवाल देखिँदैछ हैन। यस्तो छ। ल हामी चाहिँ माथि टुक चढ्न लागिरहेको छौँ अब है भ्यू पोइन्टमा। त्यही हो, यहाँबाट चाहिँ धनकुटा देखिँदो रहेछ कि दामी। ओ तिमीले भनेको मन्दिर माथिको हो कि सुजन? ऊ त्यो मन्दिर तिमी गएको मन्दिर ऊ त्यो होइन? बाइक त जाँदो रहेछ नि त। यही हो, ल भेटेटार फाइनल्ली आइपुग्यो। ल भेटेटार है त गाइस। ल सब कुहिरोले ढाकिसकेको छ है। बर्खा सुरु भएको भएर होला। त्यो चाहिँ कुन नदी रहेछ है त्यहाँबाट बगेर आउने? त्यो कस्तो डेन्जर ऊ है, खोल्साहरू के सुन हेर न। त्यो एकदम तल पुरै हाइट लिने। त्यही छ गाइस है, यो चाहिँ हाम्रो ब्याकग्राउन्डको हो। यो चाहिँ धनकुटा। अनि ल दामी छ। ल यही हो हाम्रो चक्की पारामा बाइक चाहिँ हामी मुनि छ। अनि यहाँ भेटेटार बजार चाहिँ अलि तल छ। ऊ तल देखिन्छ धरान हो, राम्रो देखिँदैन अलि है, त्यति गतिले देखिँदैन। यही हो गाइस। ल ठिकै रहेछ। ल माथि अग्ला लेकहरू यही हो। ल है त, यही हो। ल यो चाहिँ भेटेटार बजार है गाइस। भेटेटारको बजार लास्टै चिसो रहेछ, तर त्यो सोचे जस्तो राम्रो चाहिँ रहेन रहेछ। हामीले जति एक्सपेक्टेसन गरेको थियौँ
त्यो अनुसारको चाहिँ रहेन रहेछ भेडेटार। ए यो भेडेटारको बजार होइन त त्यही हो। तर गरेन हामी फर्क्यौँ। त्यस हामी चाहिँ अलिक बिहानै आएको थियौँ तर जे सोचे जस्तो चाहिँ भएन। बाई बाई भेडेटार, बाई बाई। फेरि नेक्स्ट टाइम भेट्नेछौँ हामी नेक्स्ट भ्लगमा। अब हाम्रो कन्याम जाँदैछौँ हामी अब चियाबारीमा। अब हामी त्यतै भेट्नेछौँ। त्यही हो गाइज, सबले माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। ए तलको भ्यू देखाइदियो त। तलको भ्यू चाहिँ दामी छ। टिकटक बनाउने कि यहाँनिर। त्यही हो गाइज, ल ल त। हेलो गाइज है, अहिले चाहिँ हामी यो ठ्याक्क यो इटहरी बजारको मुटु इटहरी चोकमा आछौँ। यहाँदेखि यो तलतिर चाहिँ विराटनगर जान्छ, उतातिर पश्चिमतिर गयो भनेपछि अब हामी यहाँदेखि पूर्व लाग्छौँ है त झापातिर। अनि यो झापाको हामी दमक, बिर्तामोड, मोरङ मुर्लाबारी उतै हुँदै हामी चारालीबाट चाहिँ भित्र छिर्छौँ। हजुरको यो इलाम जान्छौँ है त। चारालीबाट भित्र छिरेर लगभग त्यहाँबाट कति किलोमिटर, 50-60 किलोमिटर कति होला। यो सब हाम्रो चाहिँ यहाँबाट चाहिँ 113 किलोमिटर छ है कन्यामको चिया बगान। यो हामी साँझसम्म पुग्ने टार्गेट हो। हेरौँ के हुन्छ गाइज है। पानी पर्न आँटिरहेको छ। रेनकोट पनि हाम्रो चोडिहाल्यो आज बुढासुब्बा मन्दिरको त्यो पार्किङमा। अनि रेनकोट पनि छैन, भिजेर भए पनि जाने भन्ने टार्गेट छ है। अनि पैसा पनि सकिसक्यो। त्यही हो गाइज, टाइट कन्डिसनमा हिँडिरहेको छौँ है त। सबले माया गरिदिनु होला। मेरो च्यानल मोनिटाइज गर्नुपर्ने छ सबले है, सेयर गरिदिनु होला है त गाइज। हामी चाहिँ अहिले यहाँ दमकमा रोकिरहेको छौँ होइन। लास्टै गर्मी भएर चाहिँ चिसो। हामीले चाहिँ यहाँ उखुको जुस खान लगाइरहेको छौँ है त गाइज। अब दमकबाट बिर्तामोडबाट चारालीबाट अझै 1.5 घन्टा लाग्दो रहेछ कन्याम जानलाई। त्यस पुग्न चाहिँ पुगिन्छ आज। गर्मी पनि हिउँ गर्मी छ भने पुरै मजाको आइस साइज हालेर हामीले अब यहाँ खाना लगाइरहेको छौँ है त। ल अबको चाहिँ पेट चिसो बनायो। अब लागिन्छ फेरि अझै पूर्वतिर। हाम्रो ब्याकग्राउन्डमा चाहिँ टक्क चियाबारी छ। लास्टै जग्गा है त। फाइनली झापा जिल्लाको सदरमुकाम बिर्तामोड बजारमा आइपुगेका छौँ है त। गर्मी लास्टै छ। बजारको जुत्ता त बबाल छ होइन। बिर्तामोड बजार पुग्छौँ अनि त्यहाँदेखि बबाल ल मल रहेछ। यो चाहिँ बिर्तामोडको यो मेन चोक हो। त्यहाँदेखि अझै हामी अगाडि जान्छौँ सिधै पूर्वतिर। ओ माई गड, वाह क्या खुबसुरत है। बबाल छ बबाल। अब हामी जाँदैछौँ अझै पूर्व लाग्नुपर्छ। यहाँदेखि चाराली भन्ने ठाउँबाट बल्ल इलाम जाने बाटो छुट्टै रहेछ। भव्य रहेछ ल बजार। तर यो अटो रिक्सा जाँदा कतै हुने बबाल छ ल। दामी रहेछ है त गाई त। यो चाहिँ इलामतिर गाउँ है त। यो चाहिँ हामी माथि यो झापाको यो चारालीबाट बुधबारे बजार हुँदै चाहिँ यो माथि आउँदो रहेछ। अनि यो माथितिरको है यो गाउँहरू विकट रहेछ अलिअलि है। माथितिर चाहिँ कुरो लागेको छ। हामी जाने चाहिँ ठ्याक्कै यो कुरो लागेकोदेखि पछाडि रहेछ कि कन्याम चिया बगान। अनि हामी चाहिँ यहाँ बाइक टाँच्दै एकछिन रेस्टको लागि बसिरहेको छौँ है। अनि यहाँको यसो हेर्दाखेरि चाहिँ यहाँको लगभग बबालै रहेछ। जस यस्तो छ गाइज होइन, दामी छ ल। यस्तो ट्याक्क हामी चाहिँ यो यस्तो ठाउँमा रोकिरहेको छौँ क्या। अनि यहाँ ब्याकग्राउन्डहरू चाहिँ यसरी है यस्तो छ गाइज। त्यही हो, राम्रो छ, नयाँ अनुभव हुँदैछ है। अब अलिकति बाइकले चाहिँ ढोका दिइरहेछ। बाइक ढकल्नु पर्ने स्थिति भइरहेको छ स्टार्ट गर्दाखेरि होइन। ग्यारेजमा लगेर जजाउँदाखेरि चाहिँ बाइक तात्तिएको भन्छ, नत्र अदरवाइज अरू चाहिँ लगभग ठिक छ। ऊ त्यो पारी बसेको गाउँ चाहिँ दामी रहेछ। मेरो ब्याकग्राउन्ड पछाडि बसेको गाउँ चाहिँ टक्क हो यो गाउँ चाहिँ।
एकदम सही लोकेसनमा रहेछ के। अनि यहाँ चाहिँ होमस्टेहरू पनि रहेछ हैन, लोकल सोकल हान्नलाई दामी टक्क रहेछ। तर हामी चाहिँ यहाँ लोकल हान्नलाई चाहिँ अब माथि नै बस्ने भन्ने कुरो भएर चाहिँ माथि गएर चाहिँ आज दरो त्यहाँको लोकल बजाइन्छ हैन। के हुन्छ अब जे हुन्छ राम्रै लाग्यो हुन्छ गाइस है। सबले हेर्दै गर्नु होला, सपोर्ट गर्नु होला हैन। त्यही हो हाम्रो अर्को साथी यता मेरो पछाडि छ। हेलो ब्रदर, ठिक छ नि? ए हाम्रो साथी फेरि एकदम चिलो, फेरि एकदम बिन्दास हो हैन। अनि यहाँ पछाडि यस्तो छ, हामी ट्याक्कै टिप्परको पछाडि रोक्यो क्या, टिप्पर दाइसँग एकछिन कुरो गर्दै हैन। अब चाहिँ हामी निक्लिने है त गाइस। यो चाहिँ इलामतिरको गाउँ हो अरे है त, दामी तरिकाले है। यहाँ तल तरकारी खेतीहरू गराएर चाहिँ यहाँको घरहरू चाहिँ यस्तो बबाल के गाउँहरू पनि है, कस्तो राम्रो राम्रो गाउँहरू है। यहाँ चाहिँ मेन कुरो एकदमै यहाँको विशेषता भनेको के लाग्यो भने चाहिँ हरियाली नै के है। सुन यहाँको हरियाली है, ट्याक्क यस्तो बिचमा यसरी गाडीहरू गइरहेछ है। यहाँ माथि कुहिरोले ढाका छ, माथि हाम्रो ठ्याक्क पहाड छ, भिर छ। अनि यहाँनिर टक्क हैन, यहाँनिर चाहिँ जस मलाई चाहिँ एकदम मन पर्यो है गाइस यो ठाउँ चाहिँ है। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो? यहाँ तल चाहिँ पुरा यहाँ तरकारी खेती गरेर चाहिँ टनेल लगाएको छ टक्क। अनि यो तलतिर देखिने चाहिँ झापातिरको यो बेसी फाँटोहरू हो मेरो विचारमा। यहाँबाट चाहिँ उछाङ अलिकति मौसम खुलेको बेला चाहिँ झापाको चाहिँ प्रायः सबै ठाउँ देखिँदो रहेछ। हामी आएको चाहिँ तलको चाराली बजार अलिक राम्रो देखिँदैन, तर जुसी यो छ नि, यो चाहिँ बेस्ट छ के। यहाँनिरको यो बिचमा गाडीहरू टक्क हिँडिरहेको छ है। यहाँनिरको जस दामी छ गाइस। ल सोचे भन्दा राम्रो छ है त। यो चाहिँ पारीको त्यो गुजुक्प चाहिँ पुरै धुपीको हो क्या, यो धुपीको रुख रहेछ होइन। यस्तो बवाल रहेछ होइन, यो सोचे भन्दा राम्रो रहेछ। अनि यहाँ समस्या चाहिँ अलिकति यहाँ बस्ने रहेछ माथितिर चाहिँ पाइएन, तल झर्न सक्ने है। अब मलाई लाग्छ यहाँ पाइन्छ, पाएन भने पनि ठिकै छ। यहाँबाट जम्मा 30 किलोमिटर हो, बाटो आधी घन्टा चढिन्छ। त्यही हो साथीले सोध्छ। तर यहाँ चाहिँ समस्या एउटा चाहिँ मेन कुरो बाइक चाहिँ ओह्रालो भएको राख्नु पऱ्यो क्या। बाइकले लाग्नु ल यो चाहिँ छ यहाँ बजार, यो ढुक्कीको है। हेर त भिडियोमा देखाएको कस्तो आइरहेको छ ल, यस्तो छ ल है त। हेलो गाइज है, फाइनल्ली हामी चाहिँ कन्याम चिया बगान आइपुग्यौँ। तर आउन त आइयो, तर ब्याड लक चाहिँ के भइदियो भने नि यहाँनिर चाहिँ कुहिरो लागेको रहेछ कि, केही पनि नदेखिने भएको रहेछ है। बर्खा मासमा आएको भएर लगाइछ। त्यो मेरो ब्याकग्राउन्डको दृश्य हेर्नु है त, यो चियाबारीको, यो सब चियाबारी हो है त, कन्यामको चियाबारी यस्तो छ। अब आउन चाहिँ आइयो, तर कसरी आइयो है। बिचबाट यस्तो ट्रक हिँड्छ फेरि हेर्नु है, ड्याङ्ग यसरी यहाँबाट ट्रक आइरहेको छ है। यो गाई चाहिँ यो माथिको सबै चियाबारी हो, यही हो कन्याम चियाबारी। यस्तो रहेछ ल, त्यो बेस्ट रहेछ बेस्ट। तर एउटा गल्ती चाहिँ के भयो भने चाहिँ यहाँनिर बर्खामा आइएछ कि, त्यही भएर राम्रो चल्यो जे छ है त। अरू भिडियोमा हेर्दै जानु होला। हेलो गाइस है, फाइनली हामीले रुम पनि पाइसकेका छौँ होइन। बसेको रुम चाहिँ यस्तो छ है। खाना चाहिँ तल खाएर आयौँ। अनि जस हाम्रो चाहिँ खासमा आज घुमेर भने जस्तो भने फर्किने विचार थियो, तर हाम्रो यहाँ आएर चाहिँ बाइक बिग्रियो कि। अनि बाइक बिग्रिसके चाहिँ आज हामी यहाँ बस्नै पर्ने कन्डिसन भयो गाइस है। त्यही भएर भोलि बिहान फेरि हामी घुम्नेछौँ चियाबारी। भोलि हाम्रो 10 बजी बाइक बन्छ भनेको छ। अनि 10 बजी बन्यो भने चाहिँ लगभग भोलि चाहिँ हामी फर्किन्छौँ, तर काठमाडौँ पुगिँदैन। लगभग उदयपुर गाईघाटतिर गएर बसिन्छ होला भोलि। अनि त्यहाँदेखि पर्सि चाहिँ बिहानै निक्लेर जस आइतबार 5-4 बजीतिर काठमाडौँ पुगिन्छ होला गाइस है। त्यही हो, थकाइरहेको छ, सुत्नुपर्छ अब होइन। सबले हेरेर माया गरिदिनु होला है त।